साथीहरू, भुन्टी सिरियलमा अन्ततः सुकुमाया नै भुन्टी बनेर आएकी हुन् भन्ने कुरा श्रेयालाई वास्तवमै थाहा भइसकेको हो त। यदि श्रेयाले सुकुमाया भुन्टी होइनन् भन्ने कुरा थाहा पाइन् भने अब के हुन्छ? भुन्टीको शिक्षिका बन्ने चाहना र भद्रको भुन्टीको श्रीमान बन्ने चाहना पूरा हुन्छ त? आगामी भागहरूमा के हुने हो भन्ने कुरा आजको रिभ्यू एपिसोडमा जान्ने प्रयास गरौँ। साथीहरू, भुन्टी सिरियलको भाग 331 हामी सबैले हेरिसकेका छौँ। आशा गौतमद्वारा निर्देशित तथा निर्मित भुन्टी सिरियल सुकुमाया टिभीबाट प्रसारण हुँदै आएको छ। हामीले भाग 331 कोलम अन्त्यतिर एउटा निकै महत्त्वपूर्ण कुरा देख्न पायौँ। श्रेयाले सुकुमायाले आफ्ना योजनाहरू बनाउँदै गरेको समयमा नै ती सबै कुरा थाहा पाइसकेको जस्तो देखिन्छ। वास्तवमा भुन्टीको रूपमा कुनै अर्की केटी आएको र त्यो भुन्टी नभई सुकुमाया हुन सक्ने भन्ने शङ्का श्रेयालाई भएको देखिन्छ। यदि श्रेयाले सुकुमाया नै भुन्टी बनेर आएको कुरा पत्ता लगाइन् भने अब कथाले कुन मोड लिन्छ भन्ने कुरा निकै रोचक बन्ने देखिन्छ। त्यस्तै अर्कोतर्फ साथीहरू, भद्रले भुन्टीलाई असाध्यै मन पराउँछन्। उनले भुन्टीलाई घरमै पढाइरहेका छन्। उनी स्कुलमा जाँदा आफ्ना स्टाफ तथा साथीहरूलाई पढाउँदै गर्दा भुन्टीको स्वरूप देख्छन्। त्यही समयमा उनले अनेकौं कल्पना गर्न थाल्छन्। उनले वास्तवमै म भुन्टीको श्रीमान बन्न सक्छु कि? असल प्रेमी बनेर भुन्टीसँग आफ्नो जिन्दगी बिताउन सक्छु कि? भन्ने जस्ता अनेकौं कुराहरू सोचिरहेका हुन्छन्। साथीहरू, आम दर्शकहरूको बुझाइ र सोचाइमा भद्र असाध्यै राम्रो मान्छे हुन्। उनी पढेलेखेका र शिक्षित व्यक्ति हुन्। भुन्टीका लागि पनि उनी निकै सुहाउने व्यक्तिका रूपमा देखिन्छन्। त्यसकारण भुन्टी र भद्रको वास्तवमै विवाह भइदिएको भए निकै राम्रो हुने थियो भन्ने धेरै दर्शकहरूको चाहना देखिन्छ। किनकि भुन्टीले अहिले निकै कठिन अवस्था भोगिरहेकी छिन्। उनी कानुनी रूपमा भूपेन्द्रकी श्रीमती भए पनि भूपेन्द्रको गलत व्यवहार र व्यभिचारका कारण उनीहरूको सम्बन्धलाई जीवित राख्न सक्ने अवस्था छैन। त्यही सम्बन्धको बीचमा भुन्टीकी मितिनी सुकुमायाले भुन्टीको रूप धारण गरेर भूपेन्द्रको घरमा प्रवेश गरेकी छिन्। भुवनको साथ लिएर बालकुमारी, श्रेया लगायतले मच्चाएको आतंक र उनीहरूले गरेको अपहेलना विरुद्ध आगो ओकल्दै न्याय प्राप्त गर्ने ठूलो अठोटका साथ सुकुमाया अघि बढिरहेकी छिन्। उनको मुख्य उद्देश्य भनेको आफ्नी मितिनी भुन्टीलाई जसरी भए पनि न्याय दिलाउनु हो। भुन्टीले वास्तवमै न्याय पाउनुपर्छ भन्ने कुरा आम दर्शकहरूलाई पनि लागिरहेको छ। साथै, सुकुमाया भुन्टी बनेर गएको कुरा कसैलाई पनि थाहा नहोस् भन्ने चाहना पनि सबैको छ। यसरी हेर्दा भुन्टी सिरियल पछिल्लो समय निकै रोचक बन्दै गएको छ। अब अर्कोतर्फ भूमिकाको कथावस्तु हेर्दा उनको आजको अवस्था पनि निकै दुःखद देखिन्छ। उनले विगतमा जुन गल्ती र कमजोरी गरेकी थिइन्, त्यसको भन्दा 2 गुणा दुःख र परिस्थिति अहिले उनले सामना गरिरहेकी छिन्। उनका विगतका बॉयफ्रेन्ड अर्थात् आफ्ना साथीहरू आज आफ्नै श्रीमानसँग घरजम गरेर जीवन बिताउन आउँदा मोहनको व्यवहार र दृष्टिकोण निकै फरक देखिन्छ। मोहनले प्रेम गर्छु भनेर भूमिकासँग विवाह गरेका थिए, तर आज उनले भूमिकालाई त्यो प्रेम दिन सकिरहेका छैनन्। त्यसकारण भूमिकाको आजको जिन्दगी न त जिउनु न त छोड्नु जस्तो अवस्थामा पुगेको छ। उनको जीवन निकै अर्थहीन र व्यर्थ जस्तो देखिन्छ। यो भूमिकाको आफ्नै व्यवहार र कर्मको परिणाम पनि हो। आम दर्शकहरूका लागि भने यो कुरा एउटा शिक्षा बन्न सक्छ। किनकि भूमिकाले विगतका दिनहरूमा आफूलाई यस्तो व्यक्ति ठानेकी थिइन् कि उनले अरू मानिसलाई मानिस नै नठान्ने गर्थिन्। यदि उनले आफ्नी भाउजू भुन्टीलाई विगतमा धेरै कुरामा साथ र सहयोग दिएको भए, सायद आज उनलाई पनि त्यस्तै साथ र सहयोग मिल्ने थियो। अब यता साथीहरू, बालकुमारी र रामले भुन्टी अर्थात् भुन्टीकी मितिनी सुकुमाया, जो अहिले भुन्टीको रूप धारण गरेर बसिरहेकी छिन्, उनलाई विष खुवाएर लट्याउने र अर्कै परपुरुषसँग लागेको देखिने गरी फोटो खिच्ने नयाँ जुक्ति लगाएका छन्। उनीहरूले यस्तो योजना बनाएर भुन्टीलाई पनि आफ्नो छोरा जस्तै जेल पुर्याउने र आफ्नो छोरालाई जेलबाट निकाल्ने प्रयास गरिरहेका छन्। उनीहरूको सोचाइ भनेको, हाम्रो छोरालाई भुन्टीले आज जुन अवस्थामा पुर्याएकी छे, जसका कारण उसले जेलको चिसो हावा खानुपर्ने बाध्यता आएको छ, त्यस्तै अवस्थामा भुन्टीलाई पनि पुर्याउनुपर्छ र हाम्रो छोरालाई जेलबाट निकाल्नुपर्छ भन्ने रहेको देखिन्छ। केही समयपछि बालकुमारी र भीम आफ्ना दाइ अर्थात् छोरा भूपेन्द्रलाई भेट्न जेलमा पुग्छन्। बालकुमारी र भीमको उपस्थिति देखेपछि भूपेन्द्र निकै खुसी हुन्छन्। उनले आफूलाई कुनै पनि हालतमा जेलबाट बाहिर निकाल्नुपर्ने माग राख्छन्। यसरी भूपेन्द्रले आफ्नो अवस्थाबारे परिवारसँग आग्रह गरिरहेको देखिन्छ। जेलमा उनको अवस्था निकै नाजुक भएको देखिन्छ। यसले पनि कथालाई अझ रोचक बनाउँदै लगेको छ। आगामी भागहरूमा सुकुमायाले भुन्टीका लागि न्याय पाउँछिन् कि पाउँदिनन्?
श्रेयाले सुकुमाया नै भुन्टी बनेर आएको कुरा थाहा पाउँछिन् कि पाउँदिनन्। भद्रको भुन्टीसँग विवाह गर्ने सपना पूरा हुन्छ कि हुँदैन र बालकुमारी तथा रामको नयाँ योजना सफल हुन्छ कि हुँदैन, यी सबै कुरा आगामी भागहरूमा हेर्न बाँकी नै छ। तर साथीहरू, हाम्रो चाहना भने एउटै छ, भुन्टीले न्याय पाउनुपर्छ। र यदि कथाले भुन्टी र भद्रको विवाहतर्फ मोड लियो भने त्यो पनि धेरै दर्शकहरूका लागि खुसीको कुरा बन्न सक्छ। यति नै जानकारीका साथ आजको रिभ्यू एपिसोड समाप्त गर्दछौँ। धन्यवाद। नमस्कार।